त्यो बेलाको युग भनेको हाम्रो अहिले छोरा छोरीहरूसँग अहिले 16 पुस्ता हो। अब हाम्रो जुजु बाजेहरूको पालादेखि नै होइन उहाँलाई अब त्यही सिकारीको रूपमा एउटा सिद्ध पुरुषको रूपमा एउटा बुढाबाजीको रूपमा किरातेश्वरको रूपमा मान्नुहुन्छ। हामी नित्य पूजा गर्छौँ उहाँको जस्तै तिथि अनुसार होइन। जस्तै अब औँसी एकादशी शिवरात्रि अब 16 श्राद्ध होइन। अब 1 महिना साउनमा तपाईँको त्यो भरि लाग्दैन, तिथि अनुसार लाग्दैन भन्नाले लाग्छ पूजा, तर काठमा हुँदैन घरमा छ। हजुर नभए अरू बेला जहिले पनि काठमा गर्नुपर्छ। तपाईँहरूको जस्तै कसैले बलि ल्याएन भने पनि हामी पुजारीहरूले दिनुपर्छ। जस्तै अब अस्ति लकडाउन भयो होइन, त्यत्रो महामारीमा अब को आउँथ्यो होइन, त्यतिखेर नि हामीले नै दिनु एक मान्छे आएन भने दिनै पर्छ है। उहाँको एउटा शक्ति एउटा उयोले गर्दाखेरि अनि अब त्यही त मान्छेहरूको जस्तै यहाँ दर्शन गर्ने आउनेहरू दर्शनहरूलाई होइन एउटा पुरा गरिदिएको छ र त आउनुहुन्छ उहाँको टाढो टाढोबाट एउटा त्यो विस माग्नुको लागि भए पनि आउनु यहाँ आउँछ क्या दर्शन गर्नु। यस पुरा गरिदिएको छ होला त अनि सबैले एउटा आस्थाको रूपमा उहाँलाई मान्नुहुन्छ। उहाँ यहाँ चाहिँ अब मान्छेले भन्छ सुब्बा सुब्बिनी भन्छ, तर उहाँको चाहिँ बहिनी हो। अब हामीले सुन्दा त अर्कै अर्थ लाग्छ नि त होइन। अनि तर उहाँको चाहिँ एउटा चेली गौरनी माता दाजु अल्पेको देखेर उहाँ पनि यहाँ छुट्टै अल्पिनु भयो होइन। त्यही भएर बेग्ला बेग्लै मन्दिर भएको नभए उहाँ श्रीमान श्रीमती भएको भए जहिले पनि होइन एकै ठाउँ हुन्थ्यो। त्यही भएर चेली र माइतीको भएर चाहिँ बेग्लै बेग्लै। अनि एउटा यहाँको इतिहास भनेको चाहिँ मेन इम्पोर्टेन्ट बाँस हो क्या। ए हजुर यहाँ बाँसको टुप्पो चाहिँ छैन भन्दा नि त यो किनभने तपाईँको उहाँले त्याग्दाखेरि त्यो सिकार खेल्ने पहिला त अब गुलेली भन्ने चलन थियो। गुलेली एउटा धनुष पहिलाको तपाईँको धनुष थियो नि त। त्यो धनुष उहाँले त्याग्दा 3 टुक्रा हुँदाखेरि त्योबाट उत्पन्न भएको बाँस भन्छौँ कि यहाँ चाहिँ 3 पोत्र छ नि 1 2 3 होइन। अनि यहाँबाट उत्पन्न हुन्छ तामा आउँछ नि बाँस। सुरुमा कलिलो बाँस हुँदाखेरि तपाईँको टुप्पा हुन्छ। अनि जब छिप्पिँदै जान्छ त्यो मान्छेले काटे जस्तै क्या आफै झर्दै अनि खिङ्रिङ ऊ त्यस्तो लडेको पढेको हुन्छ नि ऊ त्यस्तो होइन। अरू यता बाहिर कतै छैन जात यो जातको बाँस। अनि यो चाहिँ गुलेलीबाट उत्पन्न भएको हाम्रो बुढाबाजेको बाँस हो क्या यो। त्यही भएर धनुष माथिको टुप्पा हुँदैन होइन, यसरी काटिएको हुन्छ। त्यही भएर यो चाहिँ काटिन्छ भन्ने एउटा विश्वास भइ पनि रहेछ होइन। तपाईँ हेर्नुहोस् कलिलो बाँसहरूमा चाहिँ टुप्पा हुन्छ। ए टुप्पा रहेछ भन्छ कतिले होइन।